पूजा चाहिँ रामदाम परिवारको कुलपूजा मन्दिर हो। यहाँ चाहिँ 2-2 वर्षमा पूजाआजा हुने गर्दछ र अहिले चाहिँ 2 वर्ष होइन 3 वर्षमा पूजा भएको छ। र आज चाहिँ यहाँ हाम्रो चाहिँ रामदाम कुलपूजा मन्दिर लिएर आउँदैछ पूजाआजा हुँदैछ। कुलको पूजाआजा आज रामदाम परिवारको कुलपूजा मन्दिर यहाँ सक्नुहुन्छ। हेर्नुहोस् यहाँ हामी चाहिँ सामानहरू लिएपछि मन्दिरको एक चक्कर लगाउने हाम्रो चाहिँ चलन छ हैन। अब पैन्चोल खसी मन्दिरको परिक्रमा हुँदैछ। कुखुराहरू के छन् सबै मन्दिरको वरिपरि घुमाएर अनि पैन्चोल गाड्ने गर्ने गर्दछौँ। पैन्चोल उता पछाडि गाड्दिने अनि बन्नेला यसरी हामी पैन्चोल सबै घुमाइसकेपछि लिङ्गलाई एक ठाउँमा गाड्छौँ। यता पोलतिर बान्दै हुन्छ रुपा झुन्डिन्न होला नि पुग्यो कतिचोटि भयो हाम्रो कुलपूजा मन्दिर आज कुलपूजा हुँदैछ हैन। सबैजना यहाँ जम्मा हुनु भएको छ कि अनि यहाँ चाहिँ पूजाआजा गरिन्छ। अनि त्यस्तै यहाँ खानाको लागि चाहिँ यता व्यवस्था गरिएको छ। पाल टाँगेर यहाँ खानाको लागि चाहिँ यहाँ व्यवस्था छ। आज चाहिँ यहाँ भव्य रमाइलो भइरहेछ है। यस्तै यहाँ मन्दिरमा पूजाआजाको लागि तयारी हुँदैछ अहिले चाहिँ। पैसा झिक्ने चामल गनाइदिनु। आज चाहिँ यहाँ रामदाम कुलपूजा मन्दिर हुँदैछ। सबैजना पुजारी हो, चस्मा लाएर पूजा गर्दैछ भाइले चाहिँ। पूजा गरेर हुनुहुन्छ पुजारी, पक्का पुजारी भए चस्मा लाएर पुजारी गर्दैछ यहाँ भाइले। सज्जन त्यहाँ चम्चा भयो लिएर आऊ त। त्यहाँ चम्चा भयो लिएर आऊ। डोकोमा अर्को डोकोमा हेर। यसरी देखेछु म सबैले गराइदिउँ न। जाऊ त सबैले गराइदिउँ। यहाँ एउटा कोठा बनाएर भएका सरसफाइहरू यहाँ राख्न मिल्ने अनि पर पकाएर खाने छात्र बनाउने अलिअलि पुरा उठाएर पुरो उठाउने अनि त्यो बाहेक एउटा त्यसको पनि हामीले अब कुन तरिकाले राख्ने एउटा व्यक्तिले दिएको राख्ने कि सबैले पैसा उठाएर राख्ने कि त्यो कुरो यहाँ मेरै घरका आएर एउटा व्यक्तिले अर्डर गरेको समाजले पैसा उठाएर राख्ने व्यक्तिले लिएर राख्ने भने व्यक्तिको मात्रै भयो हेलो
ए ठुलो भड्डु र अनि टिको मोती थाली ल्याउने अरे ल राजकुमार हजुर त्यो दाइलाइन बाले वरिपरि बत्ती बालेर सबै बाले जहाँसुकै घुमेर भिडियो बनाइदेऊ न म बनाउँछु त्यही हालेर हेर्नु होला बाबा जानुपर्छ होइन उहाँ त्यही जो गाड्न भन्नुभएको हजुर आगो आयो आगो अलि गर्नु है
नमस्ते सन्चै ए नमस्ते बहिनी सन्चै छु भाउजू आउनु होइन भाउजू अहिले आउँदैछ काकी होइन सन्चै हुनुहुन्छ हजुर सन्चै बुहारी आउँदैछ बल्ल आज हजुर पूर्वबाट गरिआएका छौँ भन्ने सबैलाई राज सल्लाह लिएर हामीले यही ज्येष्ठ पूर्णिमामा हामीले पूजा आज र हाम्रो कुल पूजा गरेका छन् र सबैलाई कुल पनि खुसी भएका छन् सबै मन सफा गरिदिनुहोस् मन आत्मा कालो कसैले नगर्नुहोस् कुल माथि कसैले आत्मा कालो नगर्नुहोस् कुल मन सफा राख्नुहोस् छाती फुकाएर प्रार्थना गर्नुहोस् ए कुल पितृ मेरो इच्छा मेरो आकाङ्क्षा देश विदेश भएका रामदाम परिवारका छोरा बुहारी दाजुभाइहरूलाई नै हाम्रो यहाँ रामदाम कुल पितृले सबैको मनोकामना इच्छा सबैको त्यो पुरा गरिदिनुहोस् जय कुल देवता ल सबैले फुल फालिहाल्यो त फाल्यो है ठिक छ त्यहाँ पुग्न सकिन्न अब पाटो काट्ने मैले हजुरलाई के भन्नु पर्ने यो मलाई त थाहा भएन है चिकनबाट मैले सम्झेर आँखाबाट गरेर यसको सङ्केत के हो योभन्दा अगाडि भइपुजा हजुर चिसाउनै गरेको त कोही त पहिला यहीबाट जानु तोरी पानी भन्नु